गुड मर्निङ एभ्रिवान, नमस्ते। आज आजको मेरो दिन कसरी बित्छ भनेर म तपाईहरुलाई देखाउँछु। सिन्स दिस इज द सेकेन्ड डे अफ आवर समर भेकेसन, अरूको समर भेकेसन चाहिँ कसरी बित्दैछ, मेरो चाहिँ समर ब्रेक कामै गरेर मात्रै बित्दैछ। एन्ड द भेरी इम्पोर्टेन्ट पार्ट अफ टुडेज भिडियो इज, बनाउँछु त सोचेको थिएन, बट अल्सो यो मैले जे चीज पाएँ नि आज, यो देख्दाखेरि चाहिँ आई फेल्ट लाइक किन चाहिँ यसलाई पनि भिडियोमा क्याप्चर नगर्ने भन्ने जस्तो लाग्यो। बिकज यो देखिसकेर तपाईहरुलाई पनि लाग्छ होला कि रियली यो चाहिँ एउटा इम्पोर्टेन्टै हो, हाम्रो एउटा मोस्ट मेमोरेबल चिजै हो जस्तो लाग्छ हामीलाई हाम्रो लाइफको नि। के हो भन्दाखेरि चाहिँ आज चाहिँ मैले चाहिँ घर सफा गर्दै थिएँ। अन्त घर सफा गर्दाखेरि चाहिँ मैले अब एउटा यस्तो मेमोरी हुन्छ बादमा गएर भनेर राखेको थिएँ। इट्स बिन लाइक 10 इयर्स भयो, 9 इयर्स भयो, 9 इयर्स कम्प्लिट भयो भनौँ है। र त्यो चिज चाहिँ मैले भेटेँ र कति माया लाग्यो त्यो देख्दाखेरि। के रहेछ म तपाईहरुलाई देखाउँछु, हुन्छ। यहाँ हेर्नुहोस् न, अहिले मेरो छोरी जतिजनाले देख्नु भएको छ ऊ चाहिँ अहिले 9 इयर्स पुगिसक्यो नि। र उसको यो सानोको जामा मैले चाहिँ उसलाई पछाडि रिमेम्बर हुन्छ भनेर चाहिँ एज अ मेमोरी राखेको थिएँ, यो उसलाई देखाउनुको लागि। ऊ आफै नै छक्कै पर्दै थियो अघि यो देखाएर। फोटो भिडियोमा त अझै अलिक ठुलो देख्दै रहेछ, कति सानो छ यो चाहिँ, तपाईहरु यहाँ हेर्नु सक्नुहुन्छ। सानो न सानो छ यो नि। अनि यसरी नै उसको यो जुत्ता, सानोको जुत्ता हेर्नु न, सिन्ड्रेलाको जुत्ता भनौँ न नि गोल्डन सानो जुत्ता छ उसको। यसरी नै पहिला नै लिलीपुट भन्ने दोकान थियो एमजी मार्गमा, अहिले त इट्स नट दे लिलीपुट। अल त्यहाँ ल्याउँछु नि, म नगर न। मैले त्यो त्यहाँबाट किनेको सानो औँठा। अहिले त वी डोन्ट गेट क्लथ लाइक दिस। अहिले यस्तो राम्रो राम्रो लुगाहरू पाउनु पनि पाउँदैन। हेर्नुहोस् त, यो सानोको कति राम्रो छ। यो ब्लू भएर देख्दैन पनि रहेछ, यस्तो छ यो है। यसरी नै कति प्रिटी। हेर्नुहोस् न उसको सानोको जामा, सानोको जामा र टोपी। अब यो टोपीहरू देख्दा त कति माया लाग्यो मलाई। सबैभन्दा माया लाग्ने चाहिँ उसको भोटो। अहिले यस्तो भोटो पाउँछ कि पाउँदैन तपाईहरुले कमेन्ट गर्नुहोस्, हुन्छ। तपाईहरुको नानीलाई यस्तो भोटोहरू पाउँथ्यो सानो सानो। टोपी यो चाहिँ मैले कम्ती छ तर उसलाई पछाडि देखाइदिन्छु भनेर चाहिँ राखेको थिएँ आज सफा गर्दाखेरि चाहिँ। एन्ड आई ह्याड अलमोस्ट फर्गटन यो राखेको कुराहरू चाहिँ मैले राखेको थिएँ, तर कहाँ राखेको थिएँ आज सफा गर्दाखेरि चाहिँ भेट्यो। बिचारा ढुँडी पनि आइसकेछ डल्लै। यो छ, यो लगाएको फोटो त मेरोमा छ पनि, समडे आइल सेयर। जुत्ता बुटिज है। अन्त यो चाहिँ भोटो, यो चाहिँ उसको फर्स्ट लगाएको भोटो। द फनिएस्ट पार्ट म तपाईहरुलाई एउटा सेयर गर्न चाहन्छु। जब बेबीला मेरो छोरी जब व्हेन सी वाज बर्न, मलाई याद थिएन कि लुगा लगाइदिन्छ भनेर पनि हैन। बिचारा नानी चाहिँ जाडोले रुको रहेछ। अन्त लुगा मेरो साथीले चाहिँ भनेको थियो, वान अफ माई फ्रेन्ड्स, जन्मिने बित्तिकै लुगा लगाइदिनु हुँदैन, खालि के भन्छ ब्ल्याङ्केटमा लुगाले मात्रै कभर गर्नुपर्छ भनेर भनेको थियो हैन। अन्त लुगा त किनेको थियो तर अब लगाइदिनु हुँदैन भनेर चाहिँ लगाइदिएको थिएन नि त। नानी चाहिँ जाडोले रुको रहेछ, हामी चाहिँ के भयो होला भनेर बिचारा डक्टरले देखाएको भनेर चाहिँ लुगा लगाइदिँदाखेरि चाहिँ ऊ चाहिँ रुनु छोडेको थियो। एन्ड दिस वाज द फर्स्ट क्लथ सी ह्याड वोन। अन्त यो चाहिँ राखिदिएको छु यति। डिड आई सो द्याट? यति चाहिँ मैले उसलाई पछि रिमेम्बर हुन्छ भनेर राखिदिएको थिएँ। सो आई फेल्ट लाइक सेयरिङ इट अल विथ यु। अनि यति नै हो। थ्याङ्क यू फर वाचिङ। आजको मेरो काम चाहिँ यस्तो हुँदैछ, यस्तो च्यालालाल बनाइरहेको छु मैले। सबै चिजहरू निकालेर चाहिँ सबै नै बाङबुङ बनाइरहेको छु। थ्याङ्क यू फर वाचिङ।